चढ्दै ट्रेन चढ्दै पानी बढ्दै म लागेँ भ्यू हेर्दाखेरि चाहिँ म वेल्स लरेन्डोतिर। वेलकम टु माई फर्स्ट मिनी भ्लग होइन। आज मिनी भ्लग गर्दै भन्दाखेरि ग्रान्ड सेन्टरबाट ट्रेन चढेर सर भ्यू हेर्दाखेरि म लागेतिर उता वेल्स भन्ने ल्यान्डेन्डु भन्ने ठाउँमा पुगेँ। पुग्दाखेरि घुम्दै घुम्दै गएँ। त्यहाँ गएपछि कहाँ घुम्ने भनेर एउटा लिफलेट पाइ सँगसँगै सुरुमै गएँ म त्यहाँ केबल कार चढ्न चढ्न गर्दाखेरि यस्तो भ्यू हेर्दाखेरि केबल कार पाएन। यो म्याप फलो गर्दै गर्दै गएपछि अब कहाँ जाने भन्दाखेरि त्यहाँ सबैभन्दा फेमस ट्राम चढ्नु पऱ्यो भनेर गएको। जाँदाखेरि लाइन देखेर चाहिँ वाक्क भएँ। अब चढ्नै पऱ्यो। 12.5 पाउन्डको टिकट च्याप्प काटिहालेर अनुहारलाई मुखलाई ख्याच्च पार्दैखेरि म चढेतिर भ्यू हेर्दैखेरि डाँडातिर। अब कता बसौँ भयो थियो। लेफ्टतिर बसौँ कि राइटतिर बसौँ भन्ने थियो। भ्यू कता राम्रो भन्दाखेरि अब त्यस्तो भिड देखेर चाहिँ एकतिर बसिहालेँ। बसेपछि अनि म डाँडातिर लागिहालेँ। लाग्दै अरू के नै छ र भन्दाखेरि गएपछि झ्याप्प रोकेर ट्रेन चेन्ज गर्नुपर्ने रहेछ। म त आइपुग्यो होला भनेर बाहिर निस्किहालेँ। फेरि अर्को ट्राम चढ्दाखेरि म चढेँ भ्यू हेर्न। भ्यू हेरेपछि अनि बल्ल माथि अर्को ट्राम चढेर गइसकेपछि त्यो भ्यू देखेपछि बल्ल खुसी भएँ। अलिअलि खुसी भएर एउटा दुइटा ट्रामको फोटो खिचिहालेँ। अनि त्यसपछि यो किनिहालेँ माथि गएर। अनि किन्न सँगसँगै भ्यू हेरेर म तलतिर लागेँ। अनि अब मेन कुरा त मलाई उताबाट ट्रेन आएको खिच्नु थियो। अनि त्यसपछि कति बेला खिच्ने भयो भने ठ्याक्क ट्राम आउँदाखेरि क्यामेरा मिलाउँदा आइहाल्यो। अब हाई त गर्न परिहाल्यो। सबैलाई हाई गर्दै एउटा टेक क्लिप गर्दै अनि तल झरेर 2-3टा यसो ट्राममा रोकेको बेला मान्छे हाल्दाखेरि झ्यामझुम फोटो खिचिहालेँ। लास्टै भोक लाग्थ्यो अनि फिस एन्ड चिप्स खानु पऱ्यो भनेर तल झरेँ। अनि त्यसपछि माथि डाँडामा गएर यसरी भ्यू हेर्दै अनि मजाले यस्तो सिटी देखियो। अनि माथि डाँडामा गएर हेऱ्यो। अनि त्यसपछि अब कहाँ जाने भयो थियो। अनि त्यसपछि टोबोगन भन्ने खेल्ने ठाउँ रहेछ। टोबोगन खेल्ने ठाउँमा गरेको लाइन बस्दा पहिला त खेलिहाल्यो। लाइन गरेँ यत्रो लाइन पास गरेर बल्ल खेलेको। च्याप्प लाएर 2 राउन्ड दिँदो रहेछ। 2 राउन्ड खेलिहालेँ। त्यसपछि अब यहाँ 15% अफ भनेर मैले पाइसकेको थिएँ। इन्डियन रेस्टुरेन्टमा गएर खानासाना खाएर अनि त्यसपछि हुँदा राति भएछ। अनि यसो बाहिर निस्किएर चाहिँ म निस्किहालेँ। त्यस्तै गरेर मेरो फर्स्ट मिनी भ्लग सकिहाल्यो। अब त्यसपछि अर्को भ्लगमा चाहिँ हेरौँला। यो भ्यू हेर्न गएकोतिर चाहिँ भ्लग हेरौँला। वेलकम।